भक्तजनहरूको भिड चाहिँ यहाँ देख्न सक्नुहुन्छ। तपाईँ कहाँदेखि आएको? गोदावरदेखि आउनु भएको छ भक्तजनहरू। बुवा तपाईँ कहाँदेखि आएको? कहाँदेखि आएको? के गर्न आउनु भयो? कुन धाम हो यो? 12 क्षेत्र। कुन हो? 12 क्षेत्र। 12 क्षेत्रका है 12 क्षेत्र। यो बाराहा मन्दिर यहाँ देख्न सक्नुहुन्छ। भगवान विष्णुले अवतार लिएको ठाउँ है, हेर्न सक्नुहुन्छ। यहाँ यो मन्दिर दर्शन गरेर हामी चाहिँ लाग्छौँ। फुना पनि आइसक्यो हामीलाई। यहाँबाट हामी यहाँ माथि हुँदै यताबाट लाग्छौँ है। अब यहाँ चाहिँ हेर्नु होला बास बस्नको लागि ठाउँहरू पनि बनाएका छन् है। तीर्थ भक्तजनहरू आउनुहुन्छ भने रातको बस्नको लागि भक्तजनको लागि खानपिनको सुविधाहरू पनि छ र यहाँ फोटो खिच्नेहरूको पनि हेर्न सक्नुहुन्छ लस्करै छ। 12 क्षेत्र घुम्न आउँदाखेरि सम्पूर्ण भक्तजनहरू चाहिँ तपाईँहरू चाहिँ आफ्नो पापहरूबाट मुक्त हुनको लागि यो ठाउँमा आउन सक्नुहुन्छ। विष्णु भगवानको अवतारको रूपमा मान्ने ठाउँ यो सुनसरी भनौँ या नेपालकै प्रसिद्ध ठाउँ पनि हो यो। त्यस कारणले अब हामी यो काम सकेर अब हामी लाग्दैछौँ। अर्को भिडियो तपाईँहरूलाई म लिएर आउने छु। हस्त सबैलाई बिदा माग्दछु। हस्त नमस्ते।